हेलो गाइज, अहिले म यो दरबार क्षेत्रमा छु। यो चाहिँ 2072 सालको भूकम्प पश्चात निर्माण गरिएका यी संरचनाहरू अहिले चाहिँ बालिन शाहले चाहिँ चिटिक्क पारेर राख्नु भएको रहेछ। हेर्नुहोस् कस्तो राम्रो बनाउनु भएको रहेछ। लोकल सामानहरूको प्रयोग गरेर बनाएको यो संरचना हेर्नमा एकदमै ठुल्ठुला महल दरबार नै हो नि पुराना, तर अहिले नयाँ शैलीमा र नयाँ पेटोरा शैलीमा बनाएर यो एकदमै लोभ लाग्दा संरचनाहरू बालिन शाहको उपस्थितिमा भएको कुरा अवगत गराउन चाहन्छु। हेर्दै गर्नुहोला। पर्टिकुलर लिमिटेड टाइम बैक साइड में मंदिर अझ पनि उता निर्माण भइरहेको अवस्थामा छ। निर्माणको कार्य सञ्चालन भइरहेको छ। अझै पनि यहाँनिर पनि निर्माण कार्य यो कृष्णको मन्दिर बन्न बाँकी नै छ। यो हाम्रो संरचना हेर्ने हो भने यो परापूर्व कालदेखि नै यो कोरिएका काठका सामग्रीहरू देखाउन चाहन्छु तपाईँहरूलाई। पुरै काठको यसलाई कोरेर यस्तो बनाएको अवस्था छ। यो अहिले होइन, यो परापूर्व कालदेखि नै यो हाम्रो 100 वर्ष अगाडि 200 वर्ष अगाडि हाम्रो यो राजाहरूले बसन्तपुर लड्का राजाहरूले बनाएको दरबार हो। यो यहाँको क्षेत्रमा यो पर्यटकलाई लोभ्याउनुको निमित्त यी नेपालका यस्ता चिजहरू जसबाट पर्यटकहरू एकदमै मोहित लाभान्वित हुन्छन् र हाम्रो देशले पर्यटनहरूबाट आर्जन गरिरहन्छ।